नमस्ते सम्पूर्ण नीलकण्ठ तेह्रवासी आमा बुबा दाजुभाइ भाउजूभरि दिदीबहिनी तथा सम्पूर्णमा जय नेपाल। यो बर्खाको समय छ। जस्तै अब घाँस दाउरा मेलापात गर्दाखेरि तपाईँहरूलाई चाहिँ जुन हात तथा खुट्टामा चोट लाग्न सक्छ, लडेर हातखुट्टा मर्किन सक्छ। यो चिजमा चाहिँ होइन केही भएन, शून्य छैन, दुख्या छैन भनेर चाहिँ घरमा यो दुखाइलाई मिचेर नबस्नु होला। तपाईँहरूको सानो लापरवाहीले गर्दा भोलि ठुलो जोखिम उठाउन पर्ने अवस्था आउँछ। जस्तै क्यान्सर जन्य जस्ता जोखिम उठाउन पर्ने अवस्था आउँछ। समयमा सजग र सचेत रहनु होला। होइन, अब घाउको प्रकृति अनुसार यो टिटी खोप लगाउन पर्ने, बेलामा उपचार गर्नुपर्ने चाहिँ समयमा गर्नु होला। यदि कोही कसैलाई कष्ट छ भने स्वास्थ्य बिमा गर्नु होला। र समस्या के हो, समस्यागत जुन तपाईँहरूको चाहिँ जुन लड्दा त्यसपछि चाहिँ चोटपटक लाग्दाखेरि समस्याको आधारमा नजिकको स्वास्थ्य चौकीसँग सल्लाह लिएर र धादिङ जिल्ला हस्पिटलमा चाहिँ गएर उपचार गराएर या डाक्टरको चाहिँ परामर्श अनुसार चाहिँ अगाडि बढ्नु होला। नत्र सानो लापरवाहीले ठुलो जोखिम उठाउन पर्ने अवस्था आउँछ। आफ्नो चाहिँ घर परिवार बाल बच्चा होइन सबैलाई चाहिँ ठुलो चिन्ताको विषय बन्न सक्छ। आर्थिकको ठुलो क्षति हुन सक्छ। होइन, त्यसैले यो बर्खामा जति पनि तपाईँहरू चाहिँ हिलो झरी बादल भिर पोखरामा चाहिँ जानुहुन्छ, काम गर्नुहुन्छ, एकदम ध्यानपूर्वक तरिकाले काम गर्नु होला। र लागेको चोटपटकलाई समयमा उपचार गराउनु होला र आवश्यक डाक्टरको चाहिँ सल्लाह परामर्श अनुसार चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ उपचार गराउनु होला, ख्याल गर्नु होला। हस्त, धन्यवाद, जय नेपाल, नमस्ते।